यता मोहिम बाबा चाहिँ हाम्रो छिमेकी अङ्कलकोमा चाहिँ धान रोप्ने छ अरे अनि हामी चाहिँ यस्तो हिलो खेल्न जानुपर्छ भनेर जमजम यहाँ चाहिँ हाम्रो अङ्कलकोमा ल जानु जानु हाम्रो अङ्कल छिमेकी अङ्कलको घर चाहिँ यो अनि टोपी पनि मिलेछ अङ्कल यता चाहिँ उहाँ चाहिँ मेरो बाबाको साथी हुनुहुन्छ अनि यता चाहिँ मम्मीको साथी अनि मम्मी लामै भिडियो बनाऊँ ल बाबा ल ल हुन्छ कस्तो राम्रो छ ए हुन्छ 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 तपाईँहरू गर्दै गर्नु न काम कस्तो रमाइलो भयो क्या घर अगाडि नै यस्तो मजाले धान रोप्नु भएको है अङ्कलहरूले है अनि मेरो चाहिँ यो फर्स्ट एक्सपिरियन्स गाउँमा चाहिँ देखिरहेको हो नि त हाम्रो अङ्कल चाहिँ साह्रै रमाइलो हुनुहुँदो रहेछ क्या है एकदमै रमाइलो लाग्यो है अङ्कल चाहिँ बाबाले कति वर्षपछि बाबा यो धान गर्नुभएको बाबा कति वर्षपछि तपाईँले यो हिलो खेल्नुभएको 46 वर्षपछि बाबाले चाहिँ पहिला इन्डियामा गर्नुभएको थियो अरे होइन अनि होइन अङ्कल चाहिँ यस्तो मेहनती हुनुहुन्छ कस्तो मेहनती हुनुहुन्छ है सबै खेती अङ्कलले गर्नुभएको है सबै यहाँ सबै हाम्रो टोल चाहिँ हरियाली सबै अङ्कलले बनाइदिनु भएको होइन अङ्कल सबै हरियाली अनि यता चाहिँ हाम्रो यस्तो छ सिन मजाले यहाँ बिउ त्यहाँ दिदीले बिउ मजाले रोपिरहनु भएको छ मम्मीले त हुनुहुन्छ साह्रै रमाइलो हुनुहुन्छ अङ्कल चाहिँ बाबा धान रोप्नु जानु भएछ फेरि त्यहाँबाट होइन होला बाबा माथिबाट अहिले ल बाबाले रोप्नु भयो है ल दिदी बिउहरू मम्मी त बिउ उचालेर देखाइदिनु त त्यो ठुलो बिउ चाहिँ ल यता यता हेर्नु न यसरी होइन रोप्न लाग्यो दुईवटा फेरि है धेरै हैन दुईवटा रोप्नु भएको अरे ल जा यस्तो साथी चाहिँ गाउँ कहाँ भन्नुहुन्छ त मम्मीले त बाबाहरू चाहिँ पहिला भिज के धुनुहुन्छ अरे ए हाम्रो बाबाले पहिला रोप्नुहुन्थ्यो अरे छिटै खै त अङ्कल कराउनु भएको ए सुनेन हामी त खै गीत गाउने मान्छे पनि भएन हाम्रो बाको गनारीमा झुल्के रोपाइ छ आउनु है ठुल दिदी हाम्रो बाको गनारीमा झुल्के रोपाइ छ मम्मीले पनि थपिदिनुहुन्छ हाम्रो मम्मी चाहिँ माइली भएर होला माइली दिदी भन्नुपर्ने होला आएको भयो 35 वर्ष बल्ल अहिले धान रोपेको बिचरा कान्छी आन्टीले हेर्नुहुन्छ होला यो भिडियो नि
भयो पनि यो हातको बिउ छन्दी कहिले घर कहिले माइत आमाको जिउ छन्दी कहिले घर कहिले माइत आमाको जिउ छन्दी आन्टीको गीत खतरा छ खतरा आउँछ फेरि गाउनु न आउँछ म गीत पानी यो हातको बिउ छन्दी रोपर पानी यो हातको बिउ छन्दी कहिले घर कहिले माइत आमाको जिउ छन्दी मेरो मम्मी कस्तो रमाइलो कहिले माइत आमाको जिउ छन्दी एकदम अहिले हामी साथी साथी भेट भयौँ बल्ल अनि मुख पायौँ धान रोप्न धान रोप्यो हो यहाँ त यति कति वर्षको उमेरमा भन्नु परेन ६६को वर्षको यहाँ दाइले धान रोप्दै हुनुहुन्छ लाइक सेयर गरेर उहाँलाई हेर्नुहुन्छ पुर्याइदिनु होला उहाँको ठाउँमा उहाँको गाउँमा राम्ररी हेर्नु होला है सबैले दाजुभाइ दिदी बहिनीहरूले सबैले माया गरिदिनु होला उहाँलाई यस्तो उमेरको मान्छे खेप्न आउनु नै सबैभन्दा ठुलो कुरा हो भन्ने कुरा बुझिदिनु होला रमाइलो हुने आम्म हरियाली देखेको एकदमै धेरै भयो त धेरै त रमाइलो हुन्न थोरै भएर रमाइलो फोन नागरी नानी कता जाने भन्थ्यो अब काभ्रेसरी जाने के भन्थ्यो रे नागरी नानी कता जाने अरे कि अनि काभ्रेसरी जाने भन्थ्यो नगटी नानी ए दाङको नानीलाई भेट्न जाने गएर धान रोप्ने भन्नुपर्छ नि हो त नि ल भन्नु है तिमी कराइसक्यो कसले तिमी दुईजना कुरा मात्रै भयो है भन्छ ए ल खै त नि फेरि गाँस लाग्नु छैन अनि फेरि धान रोपेर भन्यो तपाईँले त्यो जवाब दिनु पर्यो नि त साह्रै कमेडी छ क्या एकदमै हाम्रो चाहिँ यति छ धान रोप्नुलाई कत्रो ठुल्ठुलो छ त नि मकैको यहाँ त के भन्छ यसलाई मकैको त्यो घोगा 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 भन्नु नजानेको मैले मकैको घोगा कति के हो अरे दिदी अङ्गुर पनि देखेको थिएँ मैले अङ्कलको गेटमा यो सबै अङ्कलले गर्नुभएको क्या अङ्कलकोमा सबै कुरा छ यता बाबा पनि रोप्न लानुपर्छ बाबा मम्मी अङ्कलहरूको गर्छन् भ्यू यो कस्तो शीतल भयो है काम गर्नलाई मौसमले नि साथ दियो शीतल भए मौसमले नि साथ यता चाहिँ पहेँलो टी सर्ट लाउने मेरो बाबा अनि यतापट्टि अङ्कल अनि यतापट्टि दिदीहरू हुनुहुन्छ अनि मम्मीहरू आन्टीहरू बाबा थाक्नु भयो
जस हामी रमाइलोको लागि आन्टी चाहिँ यहाँ छुटेको यहाँ बिउ लिन जानुभएको अरे तर अङ्कल चाहिँ यस्तो मेहनती हुनुहुन्छ काम त सबै त्यो कत्रो ठुल्ठुलो है अरूहरूको हेरिकन चाहिँ त्यो आमा मल छ नि त अङ्कल मेहनत चाहिँ अङ्कल त लास्टै मेहनती हो अङ्कल लास्टै मेहनती नै हो कि अब हामी त हेर्नुहोस् 35 वर्षपछि धान रोपेको अनि धानका जरा चाहिँ माटो भर्ने सिकाइदिनु हो हामी पहिलोचोटि यहाँ धान रोप्दैछौँ कत्रो बिउ रहेछ हाम्रो यहाँ अबे हल्ला गर्नु पर्यो हामीले धन्यवाद दिनुपर्छ त अङ्कललाई यति रमाइलो गर्ने मौका दिनुभएछ होइन यस रमाइलो भयो अब चाहिँ सक्यो हाम्रो लगभग मम्मीको अवस्था यस्तो भएछ यहाँ खुट्टा जुत्ता ल जाऊँ ल भयो ल रौ यहाँ आमा ल गयो ल धन्यवाद चिप्लिन्छ हो मम्मी अब चाहिँ हामी फर्केको थोरै थियो नि त होइन त्यही भएर छिट्टै सक्यौँ फर्क्यौँ रमाइलो भयो बाबा रमाइलो भयो अरे बाबालाई ल हाम्रो तल ब्रौया यो चाहिँ हाम्रो छोटो मिठो धान रोपाई भिडियो अब धान रोपेपछि त अब भोक पनि लाग्यो होला बाबाहरूलाई आज बाबाले छिटो रोप्नु हुँदैछ है मम्मी धान रोप्ने इच्छा नि पुरा भइरह्यो मेरो मामाको अब चाहिँ हामी यो सक्यो अब चाहिँ अब धान रोपेपछि त दही चुरा खानै पर्यो नि होइन बाबा अब चाहिँ यहाँ मम्मी र बाबा खाजा खानु लागिरहनु भएको छ है हामीले भर्खर रोपाइसकेर आयो होइन बाबा कस्तो रमाइलो भयो तपाईँलाई मै त रमाइलो भयो अनि यहाँ चाहिँ के अरे चिउरा र दही चाहिँ मम्मीको भेज हो होइन यता चाहिँ बाबालाई चिकन अनि यता नि चिकन अनि दही चिउरा है अब चाहिँ खानुहुन्छ बाबा र मम्मीलाई तपाईँलाई कस्तो भयो रमाइलो भयो बाबा यहाँ मम्मीले चाहिँ छोपा गर्न लानुपर्छ मम्मी चाहिँ भेज हो नि त अनि बाबा बाबा चाहिँ अनि यहाँ रोपाइ गरेपछि दही चिउरा खानु पर्यो भन्नुभयो होइन बाबा पछि दही चिउरा खानै पर्छ अरे ल खानु ल थाकेको छ अरे है फेरि बारी के खेत पनि ठुलो छ फेरि है ल चाहिँ मम्मीको भेज अनि धान रोपेपछि चाहिँ के गर्नुपर्छ अरे बाबा धान रोपेपछि खाजा खानुपर्छ दही चिउरा खानु पर्यो खाजा खानु पर्यो ल हाम्रो चाहिँ असारे रोपाइ यति नै हो है हजुरहरूले भिडियो लास्टसम्म हेर्नुभएको धन्यवाद अब चाहिँ हामी भिडियोलाई एन्ड गर्छु